रुकुमतर्फ लाग्दैछ सल्यान खलङ्गा छाडेर हाम्रो यात्रा चाहिँ रुकुमै कोटासम्मको हुनेछ। बजारमा जाडो छ कि फेरि घाम बस्ने रहेनछ, घाम नआएर पनि हो गाह्रो मौसमहरू एकदम। हेलो Hola, Carlos. बाटो यहाँ पनि अफरोड छ फेरि, त्यति पनि छैन, हिलो पनि छ थोरै। त्यो पुल आउनको लागि चाहिँ अलि खराब छ बाटो, यस्तो छ ढुङ्गा डल्ली बाटो। यहाँनिर चाहिँ अलि सफा छैन बाटो, डाँडा काँडा सब भ्यूहरू एकदम राम्रो छ, सफा सुन्दर। यो डाँडा पिपल चौतारी हावा खाने। लुक एट मी होटेल, लुक एट मी रुकुम सल्यान। चिया खाइदिउँ न बसेर नि, यहाँबाट फेरि भ्यू दामी देखिँदो रहेछ नि, विद्यालय पनि देखिन्छ नि यहाँ, विजयेश्वरी। भ्यू दामी छ यताबाट देखिनु भने। चाउचाउ प्याकेट खालिदिउँ क्या हो नानीहरूले हामीलाई देखेर। तल्लो साइड फाल्ने ठाउँ पनि त थियो त, हो कि नै? योभन्दा तल्लो पुल अलि फेमस छ। एयरपोर्टै हो, त्यति ठुलो छ। हावा छ अनि सिनहरू कस्तो देखिन्छ, डाँडा काँडाहरू मन कतिको खुसी भएको छ। शान्ति मिल्या छ त्यहाँनिर घर बनाएर है, दामी चिटिक्क बनाएर। यो गाउँ पनि दामी लागेर तलको गाउँ दामी लाग्यो, गाउँमा अलग चिटिक्क मन्दिर पनि। बसेर चाहिँ हामी भ्यू हेर्न लागौँ। यता छाया पर्दो रहेछ, त्यो भएर पनि होला।
हिमाल भएको कारणले गर्दा सिधै आउँछ क्या दुईटै हिमाल छ नि त डाँडामा गएर आउँछौँ हामी माथि घाम गइहाल्यो हाम्रो त जाडो भए पनि अब फर्किनु पनि पर्ने हो भारी त फेरि एकदम जानु घाम तापेर बसिहाल्नु होला मजाले साँझ भन्नु त भन्यो पारीको पो गजबको लाग्यो त मलाई हिमाल पनि छ आगो लगाइदिएछ कहिले यो पारी गाउँ जान्छ कि जस्तो लाग्यो उ त्यो पारी छ नि फेरि घुम्न लाग्यो हामी चाहिँ यो डाँडामा पनि घाम त छैन फेरि पारीको भ्यू मात्रै दामी लाग्यो यहाँदेखि माथि जाने भन्नुभयो हजुरले खै रुकुमकोट भन्ने डाँडो मात्रै देखेको मैले होइन यहाँ त माथि गेट बन्द छ त रुकुमकोटमा रुकम के गर्ने त पर चौकी छ उ त्यहाँ पर बाइक लग्नु मिल्दैन घाम भए हुन्छ नि पछाडि बेलुका पुरा घाम छ यता पारी पनि छ हानीमा मात्रै छैन रुकुमकोटदेखि तल अफिसमा जाने कुरा भएन यही रोड हो सायद हेर्नु माथि पनि गह त्यहीँ राखिदिने हो बाइक हिँड्दै जाने हामी जाडो त छ ठाउँ त पारीको हिमाल छ दामी लाग्यो त मलाई त गाउँपालिका कस्तो छ सिस्ने गाउँपालिका अरे यो हिमाल सिस्ने हिमाल कतै त्यो देखिने हिमालहरू त्यो सिस्ने भएर या के भएर होला कि कमल त कस्तो लाग्यो फुलहरू फुलेर हिँड्छन् कि त्यो त्यहाँ बाइकमा हो र होइन हिँड्नु पर्छ लामो पो छ त कहाँ लग्न दिनु परेन भित्र वरिपरि त बाटो किन होइन हिँड्दैन त्यो त मान्छे हिँड्ने बाटो होला नि बाइक छ त हामी त्यो झन्डा भएको डाँडामा जाने है त्यहाँबाट भ्यू यताको पनि देखिन्छ र ऊ प्लस उताको पनि देखिन्छ के दुवै ठाउँ हेर्न पाउँछ हामीले यता रुकुमकोट पनि हेर्न पाउँछ अनि माथि पनि हेर्न पाउँछौँ एक्सर्साइज भयो कि नै भयो नि मजाले यो पनि छुट्टै अनुभव हो कि अनुभव त राम्रो अनुभव हो ठाउँहरू मलाई दामी लाग्यो आर्मी ब्यारेक रहेछ यता दुईवटा डाँडासँगै हेर्न पाइयो नि यताको फेरि के गाउँ हो त्यो थाहा भएन पारी चाहिँ राम्रै छ गाउँ
यता फेरि रुकुमकोट सिडी चढेर जानु र यो लो इ बाबा क्या गजबको सिन छ यता घुम्ने हो कि क्या हो यो हिँड्न पर्छ के अरे यहाँ त माथि भ्यू हेर्नलाई के पाउनलाई के गुमाउनु पर्छ हल्का दुःख कष्ट गरेर माथि ऊ त्यो डाँडामा पुग्यो भने राम्रो भ्यू हेर्न पाइन्छ दुवै ठाउँको उकालो छ त हिँड्नु सकिन्छ कि नै के हो उकालो भने कति उकालो हो कहाँ जाँदैछौँ हामी यता उताको हेर्नु न ठाउँहरू बहुत ठुलो डाँडामा आयो रुकुमकोट त धेरै तल छ त ओ फाइनली फेमस ठाउँ हो यहाँ भाइरल भनौँ न यहाँको भाइरल ठाउँमा आइयो पुगेकै छैन अझ यहाँबाट हेर्नु नि तलतिर सिनहरू कस्तो छ कमल त हेर्न पाइन्छ यहाँदेखि सुके हन् नत्र फुलेकै हुन्थ्यो नि हामी आउँदा चाहिँ फुलेको थियो कि त्यति बेला अहिले सिजन होइन होला भदौको महिनामा हो सायद अहिले सिजन नहुन नि सक्छ त्रिशुल छ त फेरि भयङ्कर अग्लो डाँडामा तल कमल त जाने त होला अहिले पछि फोटो नखिच्ने हामी यो डाँडामा आयो यहाँ शिवजीको मूर्ति रहेछ त्यहाँ एउटा ठुलो त्रिशुल छ वरिपरि टक्क पारिको गाउँ दुइटा देखिन्छ नि यता हेर्नु नि त्यो पारिको गाउँ पनि देखिन्छ यता रुकुमकोट फेरि हिमाल पनि छ फेरि बिचमा राम्रो छ नि ठाउँ ठाउँ मजाको रहेछ एकदम बिन्दास थोरै दुःख पाइयो यता आउनु न के गुफामा हो ल गुफा छ त फेरि गुफा पनि हेर्नु आइने भयो जे होस् कुना कोप्चा नछुटाएर तल चाहिँ यो कमल त माथि चाहिँ टावर हेर्न आएको हामी टावर चाहिँ यो त्यहीँसम्म त होला यात्रा धेरै माथि नजाम भो रुकुमकोटदेखि देखिने टावरमा आइयो आयो धेरै टाढादेखि अब त्यो ताल घुम्न जाने त होला त्यसपछि फर्किने जाने अब हामी लाग्ने त होला ल भिडमा जानुभएको छ फोटो खिच्न झर्नु तल लड्डेला फेरि चिप्लो छ है ठाउँ भ्यू पनि हेऱ्यो अब चाहिँ हामी फर्किने त होला हामी टावरमा के हेर्ने र फेरि राम्रो छ टावर टाढा होला के बाटो फेरि यस्तो छ के हो यस्तो फेरि ढुङ्गाको धेरै तल माथि झरिया छ कि हिँडे छौँ हामी कमल द पनि हेर्ने हो फर्किने पनि छ हामीलाई